नमस्ते सम्पूर्णमा अनि सबै आराम हुनुहुन्छ होला, सन्चो हुनुहुन्छ होला। सन्तोष ल ओके। हामी अहिले चाहिँ यो गुलिया काठ हामी लोड गर्दै गरेको अवस्थाको मैले भिडियो कैद गरेको छु। त्यसपछि यो गुलिया काठको साइडमा अलिक परतिर चाहिँ अरू पनि काठ भएको कारणले मैले यो भिडियो कैद गर्दै गर्दा पछाडि देख्नु भएको जेसीबी चाहिँ बाटो खनेर हामी बसिरहेछौँ। यहाँले काठ लोड भइरहेछ। यो काठ गुलिया काठ जहाँ नम्बरी जग्गाको हो। त्यसपछिबाट चाहिँ यो भिडियो कैद गर्दा चाहिँ सम्झना स्वरूपको लागि मैले भिडियो कैद गर्दैछु। त्यसपछिबाट यहाँ काठ लोड गरे पश्चातको गन्थन मन्थन रमाइलो गफगाफ हामी गर्दै गएको अवस्था छ। देखिने पात्रहरू उहाँ चाहिँ ट्र्याक्टरमा काठ लोड गर्दै गरेको चाहिँ चालक बाजे हुनुहुन्छ। त्यसपछिबाट चाहिँ एकजना भाइ सगुन सर हुनुहुन्छ, सन्तोष मगर हुनुहुन्छ अनि नारायण भाइ हुनुहुन्छ, जोशी भाइ हो। त्यसपछिबाट चाहिँ बबिन ऱ्यापर भाइ। त्यसपछिबाट चाहिँ दुईजना भाइ सहयोगी भाइहरू हुनुहुन्छ। उहाँ एकजना लिम्बुर, एकजना घिसिङ तामाङ अनि राजेश सर हुनुहुन्छ। यो भिडियो हामीले कैद गर्दा सम्झना सरको लागि कैद गरेको सम्पूर्ण जानकारी गराउँदैछु। साथै हामी यहाँ गुलिया लोड गरिसकेपछि ट्रक समेत 5 गाडीको नभई 5औं पटकको यो गुलिया काठ लोड गर्दै गरेको हो। त्यस पश्चात हामी गुलिया काठ लोड गर्छौँ र जान्छौँ भन्ने कुरामा मन्थन गर्दै यो भिडियोको मेरो आवाज चाहिँ यहीसम्म। सम्पूर्णले भिडियो हेरिदिनु होला। हेरिदिनु भएकोमा सबैलाई धन्यवाद दिँदै नयाँ आउँदो भिडियोहरू पनि समय निकालेर हेरिदिनु म अनुरोध गर्दै मेरो आवाजहरूलाई चाहिँ भिडियोमा समावेश गरेको छु। हवस् त, धन्यवाद। हो नि घाम लाग्नु होइन। मलाई यही खोलाको डर थियो, तर बगाइहाल्ने चाहिँ स्थिति छैन रहेछ है। त्यो त ठुलो बाटो नआउँदैन। म त बाटोको तनाव लागिरहेको थियो क्या। यहाँ सिर्जना गरेकै हामीले हो नि त भाइ। हाम्रोबाट प्राय कामहरू हामी फल रोप्छौँ, जाँठ फुल दिन्जेलसम्म चाहिँ हामी रमिता हेर्छौँ। फल अरूले खान्छ, यस्तै हो भाइ। चिस्ने अरूले हो क्या।